सर नमस्कार से वादो हामी चाहिँ यतिखेर आज लङ टाइम पछि बाहिर निस्किरहेछौँ है। आज फाइनली हाम्रो स्यालेरी आएको छ, त्यही भएर स्वार्थ निकाल्नको लागि हामी चाहिँ बाहिर दुई भाइ गइरहेछौँ चिलपाडामा। सो आज हेरौँ के हुन्छ। चाहिँ हामी यहाँ गाडीको पर्खाइमा छौँ है। गाडी चाहिँ ग्राफ आज महँगो भएर हाम्रो सुपभाइजर बोलाइरहेको अवस्था। मौसम नि एकदम आज हल्का गडबड छ, घाम लागेको छैन, पानी परिरहेछ। भतिज यता छ, हामी चाहिँ दुई भाइ यहाँ वेट गरिरहेछौँ। अझै 5 मिनट लाग्छ भन्ने छ। सो हामी यहाँ वेटिङमा छौँ है। आइपुगेको छौँ यतिखेर पोर्ट केलामा आइपुगिसकेका छौँ है। ल हामी चाहिँ ग्राफमा बसिसक्यौँ। हामी चाहिँ फेरि यहाँदेखि अर्को ठाउँ साथी भेट्नको लागि जाँदैछौँ। म्याकडोनल्ड सेक्सन 2 भन्ने खोइ लोकेसन चाहिँ दिएछ उसले। हामी दुई भाइ चाहिँ त्यतातिरको यात्रामा अगाडि बढिसक्यौँ है। अब डिजेको साथमा। सो एकदमै रमाइलो भइरहेछ। बाहिरको भ्यू हामी यसरी हेर्न सक्छौँ। यहाँ चाहिँ एकदमै घाम पनि छैन, पानी पनि छैन, ठिक्क मौसम छ। मलेसियाको मौसम यस्तै हो है, एकदमै राम्रो हुन्छ बस्नको लागि चाहिँ। मेरो एकदम ओके छ। आउनु होला तपाईँहरू पनि यस्तो घुम्नको लागि समय मिलाएर। गइरहेछौँ, अगाडि बढी नै रहेछौँ। देख्न सक्नुहुन्छ यहाँ हाम्रो हिरो चाहिँ पुरा बोलिरहेछ मेसेजमा। हामी चाहिँ लगभग अझै यहाँबाट थुप्रै नै लाग्ला जस्तो छ साथी भएको ठाउँमा पुग्नलाई। हामी चाहिँ पुगेपछि नेपालबाट थोरै सामान आउँदैछ। मेरो चाहिँ घरबाट पठाइदिनु भएको, एकदमै मिस गरेर त्यो रिसिभ गर्नेछौँ। त्यसपछि हामी फेरि रिटर्न हुन्छौँ रुमतिर। कुन ठाउँ हो यो ठ्याक्कै? मलाई त्यति थाहा भएन यो ठ्याक्कै कुन ठाउँ भनेर। आई थिङ्क सालाम जस्तो देखिरहेछ। सालाम होला यो, सालाम होइन, आइसको एरिया होइन र होलामा? आइसको एरिया हो कि आयो? हामी चाहिँ गइरहेछौँ है, गइरहेछौँ। माथिको चाहिँ ट्रेनको लागि हो।
बाटो रहेको छ कति मैले त आकाश देखेर रहेछ विशेष आज चाहिँ मुस्लिमहरूको ईद भएको कारणले आज र भोलि छुट्टी छ सो आज चाहिँ त्यति धेरै गाडीहरू देखिँदैन बाटोमा र उनीहरू सायद रमाइलो गरेर होला आफ्नो चाडपर्व भएर सो यहाँ ग्राफ पाउन नि आज एकदमै गाह्रो अनि महँगो पनि त्यस्तै धेरै आज एकदमै महँगो थियो आज चाहिँ मुस्लिमहरूको विशेष दिन भएको कारणले उनीहरूले ग्राफ नचलाउने गर्दा चाहिँ अलिकति महँगो भएको रहेछ हामीलाई नि गेस्ट गर्दा र यसो कुरा बुझ्दा त्यस्तो थाहा पाइयो है एकदमै ठुल्ठुलो होस्टेल रहेछ यहाँ चाहिँ यो चाहिँ हामी जस्तै नेपाली बङ्गाली म्यानमार इन्डोनेसिया वर्किङ भिसामा आउनेहरू बस्ने होस्टेलहरू हो यो सबै नै आइपुग्न आँट्यो क्या हामी त यार लामा त्यस्तै लागिरहेछ त हौ मलाई ठाउँहरू त्यस्तै देखिरहेछ बिल्डिङको बढी भित्र पठाइदिउँ भनेको नजिक आएर बिल्डिङै उठेन हेर लास्टमा यहाँदेखि देखिन्छ होला नि त देखिन्छ होला आइडी किन्ने उसको भने आइडी किनेको थियो नि त त्यसको प्रोफाइल चेन्ज भएछ होइन यहाँ चेन्ज गरेर त मैले होइन यहाँ अगाडि चेन्ज गरेर बिस्तारै हुन्छ 1K त्यसले आफ्नै आइडी बेचेको रहेछ कति लेभलको 62
पुगिसक्यो म्याकडोनल्ड भन्ने ठाउँमा भन्दा नि यो लोकेसनमा हाम्रो केटो कहाँ आउँदैछ थाहा पत्ता छैन आइ चाहिँ रहेछ यहाँ हामी वेटिङमा छौँ गाइज हामी चाहिँ यतिखेर फर्किसक्यौँ है अघि बिचको ठ्याक्कै भिडियो चाहिँ बनाउनै पाइएन हौ आज हामी दुई भाइ चाहिँ फर्किरहेछौँ गइरहेछौँ अब रुम पनि पुग्नु लागिसक्यो हामी चाहिँ सो ओके नेक्स्ट भिडियोमा भेटौँ न है त अब बाई